भिडियो हेरेरै थुक निल्ने खालको अचार बनेको छ है। मैले चाहिँ मेरो बुढालाई अचार रेडी भयो है भनेर भिडियो कल गरेर देखाएको। ड्युटीमा हुनुहुन्थ्यो नि त, कस्तो थुक निल्नु भएको क्या भिडियो हेर्दै। अनि यो चिकन अचार चाहिँ मेरो बुढाले बनाउ न भन्नुभयो, त्यही भएर नै बनाएको। यत्रो धेरै बनाएको छु मैले, किनकि अब यो त एकदम फ्रिजमा स्टोर गरेर थोरै थोरै खान मिल्छ नि त, त्यही भएर मैले यो चिकन अचार बनाएको। तर एकदम टेस्टी भएको छ है। मै सरप्राइज भयो क्या, मेरो हातको अचार यति मिठो भयो, ओ माई गड वाउ भनेर। के भन्छ, गर्नु चाहिँ पर्ने रहेछ, गर भने जे पनि हुँदो रहेछ। ए मलाई आउँदैन गर्दिनँ भने चाहिँ केही पनि नहुने रहेछ साथीहरू। ट्राई चाहिँ गर्नुपर्ने रहेछ मैले जाने अनुसार। एकछिन छोरा यहाँ भिडियो बनाउनु देऊ। अचार चाहिँ एकदम जुसी भएको थियो है, एकदम मिठो मिठो मिठो, अनएक्सपेक्टेड भयो क्या, यस्तो मिठो भयो। मै सरप्राइज भएँ। म चाहिँ त हतार हतार बुढालाई भिडियो कलमै देखाउँछु, घर आउनु, घर आएर त हेर्नुहुन्थ्यो र पनि म चाहिँ भिडियो कलमै भनिहाल्छु भनेर कल गरेँ। अनि कल गरेर देखाएको। पुरा बुढा त फेरि थुक निल्दिरहेको क्या भिडियोमा हेरेरै। अनि एकदम खुसी हुँदै हुनुहुन्थ्यो, हाँस्दै हुन्थ्यो। कतिखेर आएर ट्राई गर्नु भइरहेको थियो होला उसलाई पनि। अनि त्यस पछाडि अचार चाहिँ भएको छ 3 डब्बा, एउटा ठुलोवाला डब्बा अनि अर्को 2टा। 1 डब्बा चाहिँ मेरो बुढाले साथीहरूलाई लगिदिनुहुन्छ होला, लगिदिन्छु भन्नुभएको छ।